दिनको सभाध्यक्ष छु। यसै गरी केन्द्रबाट पाल्नुभएका प्रमुख अतिथि प्रतीक्षा तामाङज्यू, यसै गरी बागमती प्रदेशबाट पाल्नुभएका कोषाध्यक्ष विशेष अतिथि कविन राणाज्यू, यसै गरी बागमती प्रान्तीयका सदस्य उमा तामाङज्यू, साथै जिल्लाबाट पाल्नुभएका सम्पूर्ण पदाधिकारीज्यू र नगरसभाका सम्पूर्ण पदाधिकारीज्यू लगायत गाउँपालिका वडाबाट टोल सभाबाट पाल्नुभएका सम्पूर्ण शुभचिन्तक आमा बाबा दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई म मङ्गोल नेसनल अर्गनाइजेसन कृष्णबहादुर व्यक्तिगत कृष्णबहादुर तामाङ गुरुङको तर्फबाट र यसै गरी विदुनगर सभाको सचिवको तर्फबाट सम्पूर्णलाई जय मङ्गल, क्रान्तिकारी जय मङ्गल। आज हामी 91औं महामानव डाक्टर गोपाल गुरुङज्यूको जन्म दिवस मनाउनु पाउँदा धेरै नै खुसीको दिन हो र उहाँको जन्म चाहिँ 1935 27 जुलाईमा हुनुभएको रहेछ र त्यसै उसमा 2091 जन्म चाहिँ हामी आज यस जिल्ला सभाको हलमा मनाउन तपाईँ हामी एक सम्पूर्ण उपस्थिति हुनुभएको छ, त्यसमा धेरै नै गर्व छु र उहाँले गरेको हामी चिर निन्द्रामा सुतिएका यस नेपालको 80% मङ्गोल मूलवासीहरूलाई चाहिँ उहाँले आँखा खोलाइदिनु हुनुभएको छ र उहाँले नै धर्मनिरपेक्ष प्रान्तीय सरकार लोकतन्त्रले गर्दाखेरि नै आज हाम्रो यो देश नेपालमा चाहिँ आज हामी खुल्लाको साथ र जहाँ तहीँ हामी घुम्न पाइरहेको छ, बोल्न पाइरहेको छ, आफ्नो फ्री स्पिच सबै हामीलाई पाइरहेको छ। त्यसकारण अब जति पनि जुनसुकै अब सामाजिक सञ्जालमा उहाँले नै के अरे सुरु राजनीति धारणा हाम्रो राजनीति धारणा चाहिँ कसरी जाने भन्ने उसमा चाहिँ उहाँले के अरे एक यस देशमा हामीले चाहिँ विवाद गरिएको छ, त्यसमा चाहिँ उहाँले सुरुवातदेखि नै उहाँले के अरे मुद्दा उठाइराख्नु भएको थियो। उहाँ चाहिँ के अरे यहाँ यो देशको 80% के अरे मूलवासी मङ्गोलहरूलाई चाहिँ यो हाम्रो के अरे देशमा एउटा तरकारी खाने उसलाई नै उहाँहरूले गाईलाई नै उहाँहरूले के अरे माता बनाउनु भएको छ। त्यसमा चाहिँ 80% अहिन्दू मूलवासी मङ्गोललाई चाहिँ समेटिएको छैन। हामीले चाहिँ खानेले खानु पाउनुपर्छ र पुज्नेले पुज्नु पाउनुपर्छ। उहाँहरूले चाहिँ त्यसकै सन्दर्भमा अहिले देशव्यापीमा संसारभरिमा नै उहाँको बारेमा मुद्दा उठिरहेको छ। त्यसमा चाहिँ हामीले त्यसमा गाई होइन, यस संसारलाई के अरे नेपालमा रहेका 80% मूलवासीहरूलाई चाहिँ मङ्गोल मूलवासी र 20% रहेका खसारियालाई पनि यस के अरे राष्ट्रिय जनावर गाईबाट चाहिँ सम्पूर्णलाई समेटेर जानुपर्छ भनेर उहाँले 1989 मा भद्रगोल जेलबाट नै उहाँले लिएर आउनु भएको थियो। त्यस मुद्दालाई नै उहाँ अहिले देशभरि नै संसारभरि नै यो चाहिँ के अरे गाई होइन कस्त्री मृग हुनुपर्छ र
साथसाथै अहिले सामाजिक सञ्जालमा अरू अरू विपक्ष दलहरूले पनि भनिरहेछ यसमा के अरे गाई होइन के अरे गाई नै हुनुपर्छ भनेर उहाँ यी मुद्दाहरू उठाइरहेको छ। त्यसकारण हामी चाहिँ यो देशमा हामीले म आफ्नो उसबाट भन्छु कि हामी अलरेडी नै हामी के अरे हारे पनि त हामीले के अरे कुनै पनि के अरे संसद नजिते पनि त हामी जितेको बराबर नै महसुस गर्दछु। त्यसकारण हजुरहरूले पनि यस उसलाई चाहिँ तपाईँहरू पनि आफ्नो के अरे कुनै पनि चिन्ता नलिकन हाम्रो मङ्गल नेसनल अर्गनाइजेसन चाहिँ जसरी नि म त जित भएको नै छ भनेर म त आत्मादेखि नै गर्व गरिरहेको छु भन्दै आज म धेरै कुरा राख्न चाहन्न। हाम्रो प्रमुख अतिथिहरू के अरे अग्रजहरू हुनुहुन्छ, सबैजनाले उहाँ आफ्नो आफ्नो मन्तव्य राख्नु पर्नेछ र उहाँ आफ्नो आफ्नो यहाँदेखि समयको पाबन्दी छ, आफ्नो ठाउँ घर पुग्नु टाढा टाढा पुग्नु छ। त्यस कारणबाट म आफ्नो यस मञ्चबाट एक दुई शब्द बोल्दै म यतिमै आफ्नो मन्तव्य खतम गर्न चाहन्छु। जय मङ्गोल सम्पूर्णलाई।